भिडियोहरू उहाँसँग गरिएको अन्तरङ्ग कुराकानीहरू पछिल्लो समय सामाजिक सञ्जाल टिकटक रिल्स त्यसै गरी युट्युब प्लेटफर्महरूमा अत्याधिक भाइरल छ। आज उहाँसँगै हामी कुरा गर्नको लागि उहाँलाई स्टुडियोमा निम्ताएका छौँ। प्रतीक्षाजी, हजुरलाई कार्यक्रममा स्वागत छ। हजुर नमस्ते। पछिल्लो समय त तपाईँ धेरै आफू मनभित्र भएको पीडाहरू पोख्ने क्रममा पोखिसके पछाडि अत्याधिक भाइरल हुनुभयो। अहिले कस्तो लागिरहेछ? एकदमै खुसी लागिरहेको छ, धेरै नै साथ सपोर्ट पाइरहेको छु, हजुर, त्यसैले एकदमै खुसी नै छु। प्रतिक्रियाहरू तपाईँलाई कस्तो आइरहेछ व्यक्तिगत रूपमा? मलाई धेरै नै आइरहेछ, इनबक्समा म्यासेजहरू, वाट्सएपमा धेरै नै म्यासेज आइरह, रङ नम्बरबाट पनि धेरै कलहरू पनि आइरहेछ, मैले उठाएको छैन। त्यही इनबक्समा म्यासेन्जरहरूमा चाहिँ रिप्लाई दिइरहेको छु मैले। इनबक्समा मेसेन्जरमा कस्तो कस्तो कुराहरूमा रिप्लाई दिइरहनु भएको छ? अब तपाईँको प्रकाशदेखि स्टोरीहरूले मन छोयो। म अमेरिका अस्ट्रेलियाबाट हो बोलिरहनु भएको, बाहिर कन्ट्रीबाट आइरहनु भएको छ। हजुर, मैले थ्याङ्क यू भनिदिने हो, अब त्यही नै हो। उहाँहरूले भन्नुहुन्छ तपाईँसँग नजिक भएको भए भेट्न चाहन्थे, हजुरको स्टोरीहरू लास्ट मन पर्यो भनिरहनु भएको छ। हजुर त भाइरल भएछ, इन्टरभ्यू हो त्यस्तै भनिरहनु भएको छ। म चाहिँ त्यसैको रिप्लाई दिने हो। त्यसैको रिप्लाई दिइरहनु भएको छ। खासमा तपाईँको त्यो इन्टरभ्यू भाइरल हुनुमा तपाईँको आफ्नै जीवनमा घटेको घटनाको केही वृत्तान्त कुराहरू गर्नुभएको थियो होइन? हजुर। तपाईँको जस्तो एउटा छोरी मान्छेले आफ्नो जीवनमा घटेका कतिपय कुराहरू मान्छेले सुनाउन चाहँदैनन्, खुलाउन चाहँदैनन्। कतै मलाई यस्तो अप्ठ्यारो पर्ने हो कि, मलाई समाजले के भन्ने हो कि भन्ने सोचेर पनि होला सायद। तर तपाईँले आफूले मनभित्रको पीडाहरू खोल्दै गर्दाखेरि कस्तो अनुभूति भयो? मलाई एकदम खुसी लाग्यो। अब बाहिर अरूलाई सुनाउनु भन्दाखेरि एकदम प्रकाशमा आएर बोल्ने चाहना थियो मेरो, त्यो म बोलेँ। आफ्नो मनको भावनाहरू सब कुराहरू पोकेँ, एकदम खुसी लाग्यो। अरूलाई सुनाउनु, अरूको अगाडि रुनुभन्दा आएर नि पोख्छु भने, अब अरूले त जेसुकै भन्नुहोस्, अब गाउँकोले त भन्ने त त्यही त हो, राम्रो भयो भने पनि कुरै गर्ने हो, नराम्रो भए पनि कुरै गर्ने। अब उनीहरूले खुट्टा तानिरहन्, म चाहिँ केही फरक परेन मलाई। मैले चाहिँ आफ्नो जिन्दगीमा बितेको घटनाहरू आएर प्रकाशमा बोलेँ, एकदम खुसी लाग्यो। मन पनि हल्लुक्क भइरहेको थियो, मलाई एकदम खुसी लाग्यो। त्यही भएर अहिले मुस्कुराउँदै बोल्नु भएको छ होइन? हजुर। पोडकास्टमा तपाईँले जस्तो मैले केही कुराहरू मेरो जीवनमा घटेको या केही कुराहरू मैले भन्नुपर्ने थियो तर भनिनँ, फेरि प्लेटफर्म पाएँ भने भन्थेँ भन्ने जस्तो लाग्यो। केही कुराहरू छुटेको कुराहरू छ भने राखिदिनु न त्यस्तो कुराहरू मान्छेले, किनकि तपाईँलाई हेरिरहनु भएको छ, खोजिरहनु भएको छ। तपाईँको व्यक्तित्व, तपाईँको जिन्दगीसँग मान्छेहरू अहिले एट्याचमेन्ट हुनुहुन्छ, दर्शक श्रोताहरू होइन? त्यसमा चाहिँ केही छ? अब यस्तो, अब म आफ्नो लाइफ जर्नीहरू अगाडि बढाउन चाहन्छु। हजुर, अब मेरो ड्रिम सपनाहरू त्यो अझै अघि बढाउन चाहन्छु। मलाई अरू मतलब भएन, अरू टेन्सन छैन। त्यही हो, मलाई मेरो मम्मीलाई खुसी दिन सकूँ, हजुर। त्यही हो मेरो सपनाहरू। लाइफ जर्नीहरू अझै अगाडि बढ्न चाहन्छु। मैले त धेरै त सक्दिनँ, थोरै भए पनि आफ्नो सपनाहरू पुरा गर्न चाहन्छु। त्यही नै छ मेरो लागि। अरू त्यस्तो हुन्छ नि, बाहिरको लागि त्यस्तो फोकस छैन मेरो लागि। त्यही ड्रिमको लागि मेरो लाइफ जर्नीहरू अगाडि बढोस्, त्यसको लागि सपना छ। अरू तपाईँको सबैभन्दा ठुलो सपना के छ प्रतीक्षाजी? मेरो सबैभन्दा ठुलो सपना, मलाई त नेपाल बस्न त मलाई मनै छैन। नेपाल अब बसेर पनि के गर्ने, अब बाहिर गएर अलिकति भए नि पैसा कमाएर मम्मीलाई सानोतिनो घर भए नि बनाएर बसाल्ने सपना छ मेरो। होइन, तपाईँ जतिको मान्छे मैले जहाँसम्म बुझेअनुसार, पोडकास्ट हेरेर सुनेअनुसार चाहिँ तपाईँ योभन्दा अगाडि पनि एकपटक विदेश गएर आइसक्नुभयो। हजुर, गएर आएको थिएँ। अनि अब त्यहाँको मान्छेले अधिकांशले भन्छ कि विदेशमा धेरै दुःख छ, म एकचोटि गएर आइसकेँ, ठक्कर खाइसकेँ, अब जाँदैन, तर यहीँ केही गर्छु भन्छ। तर तपाईँ चाहिँ आफ्नै देश, आफ्नै गाउँठाउँ, आफ्नै जन्म दिने आमा सबै चिजलाई छोडेर फेरि जान्छु भन्दै हुनुहुन्छ। कतै किन यस्तो भन्दै हुनुहुन्छ तपाईँले? नै जान्छु एकचोटि एउटा त्यो ठाउँमा यस्तो घटना घट्यो भन्दैमा त म हार खाँदिनँ नि त। हजुर, म जान्छु, सबै ठाउँ त्यही हो, दुःख हुन्छ अर्काको ठाउँ गएपछि। आफ्नो बाबुआमाले पकाएको खाएको जस्तो हुँदैन, दिएको जस्तो हुँदैन, दुःख हुन्छ अर्काको ठाउँमा। घरमा झगडा गरेर एकछिनै मम्मी भनेर त्यसरी बसेर खाएको जस्तो हुँदैन अर्काको ठाउँमा। टाइम टेबल अलार्मको भरमा उठ्नुपर्छ अर्काको ठाउँमा। बिहान अब घरमा 10 बजीसम्म सुतेको जस्तो हुँदैन अर्काको ठाउँमा। मम्मीले उठ उठ भन्दा एकछिन भनेको जस्तो हुँदैन। अब त्यहाँ भन्ने हुन्छ टाइम टेबल, अब हुन्छ नि अलार्मको भरमा उठ्नुपर्छ उहाँ भनेको।
अब त्यही नि हो, एकचोटि यो कन्ट्री गएँ, अब विदेशमा गएर यस्तो हुँदो रहेछ भनेर म हार खाँदिनँ। म बाहिर जाने हो, मलाई बाहिर जाने सपनै छ। म बाहिर गएर केही न केही गर्छु मेरो मम्मीको लागि। अब नेपालमा बसेर पनि केही छैन, 10,000, अब पढाइ पनि त्यस्तो धेरै छैन, 10,000 20,000को जागिर गरेर नि के गर्नु। काठमाडौँ ठाउँमा रुम भाडा महँगो छ, खाना महँगो छ। अब मम्मीको सपना पुरा गर्ने हो कि आफूलाई चाहिने सामानहरू युज गर्दाखेरि अब त्यस्तै खर्च हुन्छ है। त्यही भएर हार खाँदिनँ। म बाहिर गएर चाहिँ म अझै पनि अगाडि बढ्छु भन्ने चाहना छ। अझै पनि बाहिर जानको लागि चाहिँ कोसिस गरिरहेको छु। म बाहिर चाहिँ जान्छु। एउटा कन्ट्रीमा यस्तो घटना घटेर आएँ फर्किएँ भन्दैमा म हार खाँदिनँ। तपाईँको एकपटक तपाईँ विदेश गएर जस्तो तपाईँले अहिले पनि भन्नुभयो, हामीले पोडकास्टमा पनि हेरेका थियौँ र कतिपय नयाँ दर्शकहरूले हेर्दै हुनुहुन्छ भने तपाईँ यति सानै उमेरमा विदेश गएर तपाईँको जीवनमा के घटना घटेको थियो विदेशमा, त्यो अलिकति खुलाइदिनु न। यस्तो अब खै अब यस्तो हुँदो रहेछ, अर्काको ठाउँमा गएपछि सबै छोरी चेलीमाथि त्यस्तै घटना घटेको हो कि म माथि त्यस्तो घटेको भन्न चाहन्छु। त्यही हो, अर्काको ठाउँमा गएपछि गिद्धे नजरले हेर्दो रहेछ है। अब हामीले त एउटा ब्रदर, एउटा बसको रेस्पेक्टमा बोल्छौँ है उसको लागि, तर उनीहरूले चाहिँ नराम्रो नेगेटिभ सोचमा हेर्दो रहेछ है। एउटा सिस्टरको रेस्पेक्ट नगर्ने, अब त्यस्तो नेगेटिभ सोचमा हेर्ने, अब हुन्छ नि नेगेटिभ टाइपहरू बोल्ने हो, त्यस्तो गर्दो रहेछ। तर उनीहरूको हेपाइहरू सहेन भने, उ गर्न भने अब उनीहरूले नराम्रै व्यवहार गर्न खोज्छ। त्यसैले त्यो कन्ट्रीहरूमा सबै कन्ट्रीमा त्यस्तै हुन्छ भन्न हुन्न। तर अब हामी हिन्दू भएर पनि होला, मुस्लिमहरूले लास्टै नै गिद्धे नजर हेर्दो रहेछ क्या। हामी झन् छोरी चेली भयो, अब उनीहरूले सोच्दो होला, अब हुने खाने मान्छेले त सोच्छ होला नि त, यो यस्तो भएर आएको, यसलाई त पैसामा लालच देखाउनु पर्छ, यो हामीसँग यस्तो नेगेटिभ फिल्डमा बोल्छ कि भन्ने चाहने रहेछ। तर हामी त्यस्तो छोरी चेली भनेको हामी आफ्नो दुःख गर्न गएको हो, थोरै हामी त्यस्तो नेगेटिभ सोच है, त्यस्तो 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 गिद्धे नजरमा गिर्न गएको होइन। हामी गिर्ने भए त नेपालमा पनि गिरिन्छ नि त, विदेश जानु त पर्दैन नि त। अब हामी त्यस्तो गिद्धे नजरमा गिर्न, हामीलाई त्यस्तो नेगेटिभहरू सोच्न, त्यस्तो नेगेटिभहरू फिल्डमा जानको लागि चाहिँ हामी कन्ट्री गएको हुन्न, हामी अर्काको देशमा छिरेको हुन्न। हामी छोरी चेली पनि धेरै घरको जिम्मेवारी बोकेर गएको हुन्छ अर्काको ठाउँमा। तर यस्तो सोच्दो रहेछ उनीहरू दुःख पाएर आएको यहाँ ठाउँमा भनेर, विदेशीहरू मान्छेले सोच्दो रहेछ क्या। दुःख पाएर आएको, यिनीहरूलाई पैसामा लाज देखायो भने यिनीहरू अगाडि नेगेटिभ फिल्डमा यिनीहरू अगाडि बढ्छ कि हामीसँग, सोच्दो रहेछ उनीहरूले। तर हामी सबै छोरी चेलीहरू त्यही हो, नराम्रो विदेश गएपछि भन्छ क्या नेपाली केटाहरू, अब हुन्छ नि धेरै नै सुनेको छु क्या मैले, म मात्रै होइन मेरो साथीबाट पनि सुनेको छु, विदेश गएको केटीहरूलाई बिहे गर्नुहुन्न है केटाहरू भन्छ। तर सबैजना चेलीबेटी त्यस्तो हुँदैन नि त, सबैजना चेलीबेटी पछिल्लो समय जस्तो तपाईँले भनेको जस्तो विदेश गएको केटी छ भने नि त्यो केटी त एकदम नराम्रो हो, खराब छ, त्यो विदेशमा गएर त्यसले के काम गर्यो होला, त्यही नै गलतै काम त गर्यो होला नि भन्ने नेपाली समाजमा त्यो कुराहरू धेरै छ नि, याद गर्नु भएको छ तपाईँले। त्यही त मैले धेरै दिन छ मैले यस्तो टिकटकतिर गएर यस्तो फेसबुक पेजतिर गएर हेर्छु, धेरै पनि मान्छेहरूले रियलमी सुनेको छु क्या, नेपाली केटीहरूलाई बिहे गर्नुहुन्न है केटाहरू, यिनीहरू विदेश गएर यस्तो हुन्छ भनेर। तर सबै छोरी चेली त्यस्तो गर्न गएको हुन्न, उनीहरू पनि घरको जिम्मेवारी बोकेर गएको हुन्छ। कसैको फ्यामिली कमजोरी भएर गएको हुन्छ, कसैको दाजुभाइहरू अगाडि अब उसभन्दा अगाडि जिम्मेवारी नबोकेको, घरको छोरी एक्लो जिम्मेवारी बोकेर गएको हुन्छ। सबै छोरी चेलीहरू त मतलब हुन्छ नि त्यस्तो नेगेटिभ फिल्डमा त कोही गएको त हुँदैन नि त, उनीहरू पनि आमा बाउको सपना लिएर गएको हुन्छ। अब भन्नेले त त्यही भन्छ, तर हुन्छ नि उनीहरूलाई चाहिँ त्यत्तिकै भने पनि उनीहरू चाहिँ जिन्दगी बिताइरहेको छ नेपाली नै चेलीहरूसँग, अनि भन्नेले त भनिरहनु दिनुपर्छ क्या। त्यस्तो त्यो भन्यो भन्दैमा आफू नराम्रो फिल चाहिँ गर्नु भएन, आफू अगाडि बढ्नुपर्छ, आफ्नो लाइफ जर्नीहरू अगाडि बढाउनुपर्छ। उनीहरूले त भुक्नेले भुकिरहनु दिनुपर्छ क्या, उनीहरूले भुक्दैछ भन्दैमा त्यस्तो दुःख मान्ने, टेन्सन लिएर बस्ने, म अब सक्दिनँ होला मेरो लाइफ जर्नी अगाडि बढाउन, म यति नै होला, अब म हार खाएँ, म सुसाइड गर्छु, यस्तो गर्छु, त्यस्तो अब हुँदैन। अब मलाई पनि पहिला विदेशमा हुँदाखेरि है, नेपालै हुँदाखेरि सुसाइड भन्ने चिज कस्तो हुँदो रहेछ, इम्पोर्टेन्ट हुँदो रहेछ सुसाइड भन्ने चिज, मलाई पनि धेरै नै आउँथ्यो क्या, मलाई पनि धेरै नै आउँथ्यो। अब चाहिँ मैले पनि धेरै नै सोचेँ क्या, अब सुसाइड भन्नुभन्दा पनि अब अगाडि आफ्नो लाइफ जर्नी बढाउनु पर्यो भनेर धेरै नै सोचेँ। मेरो मम्मी रात दिन रुनुहुन्छ नि त, मेरो मम्मी सम्झाउनुहुन्छ क्या, तिमी सुसाइड गर्छौ भन्नुहुन्छ, यस्तो यस्तो देखेको छु तिम्रो, मलाई पनि तिमीले रियलमै भनेको तिमीले मलाई, मैले मम्मीलाई पनि भनेको क्या, मम्मी अब म सक्दिनँ होला, मैले हारै खाएँ, अब म के हजुरले जस्तो दाइ हुनुहुन्छ, बाबा हुनुहुन्छ, फ्यामिली हुनुहुन्छ भनेर भन्नुभयो, तर म मर्छु घरको जिम्मेवारी तपाईँ आफै बोकेर हिँड्नु भएको छ
होइन खासमा एउटा छोरा मान्छेले गर्नुपर्ने कर्तव्य त हजुरले आफ्नो घर परिवारको लागि गरिरहनु भएको छ होइन। यति धेरै जिम्मेवारी बोकेर हिँड्दै गर्दाखेरि अ, ठेस लाग्दै गर्दाखेरि थोरै लड्दै गर्दाखेरि त्यही समाजले हेर्ने दृष्टिकोण चाहिँ कस्तो हुँदो रहेछ? त्यही हो समाजले अब त्यही हो पैसा हुँदाखेरि नजिक आउँदो रहेछ है त्यो हजुर। समाज त्यो आफन्ती घुमाएको आफन्तीहरू उम्, अब त्यो गिद्धे नजरमा बोलेकोहरू हजुर। तिनीहरू पैसा हुँदाखेरि नजिक आउँदो रहेछ कस्तो छ के छ कहिले नबोल्ने मान्छे आफूसँग पैसा भयो भने एक जग्गा बोलिदिँदो रहेछ क्या उम्, हो त्यस्तो नजिक आउँदो रहेछ अहिले हामीसँग पैसा छैन नि सबै टाढा भागिदिने है हजुर। अब टाढा टाढा हुने अनि कस्तो छ के छ भन्दाखेरि पनि त्यो जवाफहरू पनि ढिलै आउने क्या उनीहरूबाट चाहिँ ढिलै नै आउने क्या कस्तो छ के छ ढिलै नै आउने तर केही छैन त्यो पैसा पनि सबै कुरो ठुलो त होइन नि त पैसा पनि हजुर। सबै कुरो ठुलो होइन पैसाले पनि सबै चिज गर्ने होइन ठुलो कुरो होइन पछि आफन्ती भनेको चाहिने हो दुःखमा चाहिने हो अब मर्दाखेरि काजगिरेमा चाहिने हो त्यो आफन्ती भनेको सबै कुरो त पैसामा होइन नि त हजुर। पैसाले सबै कुरो किन्ने होइन मिल्ने होइन नि त अब त्यो मर्दाखेरि उ गर्दाखेरि त्यो बोलेको मान्छे त चाहँदैन नि आफ्नो आफन्ती चाहिने हो नि काजकिर्य गर्न हजुर। आफूलाई पर्दाखेरि दुःख पर्दाखेरि तर उनीहरूमाथि त्यो फिल छैन उनीहरूलाई सिर्फ छ कि पैसाको घमण्ड छ क्या धेरै पैसा आखिरमा मान्छेले अहिलेसम्म मरेर कुनै मान्छेले पैसा लिएर गयो भन्ने त हामीले सुनेका छैनौँ र देखेका पनि छैनौँ। तर आफन्तले नै पैसाको लागि आफन्त नचिन्दा आफन्तको वास्ता नगर्दाखेरिको त्यो क्षण चाहिँ कस्तो हुँदो रहेछ? त्यही त भने नि मर्दाखेरि मान्छेले पैसा कहाँ लान्छ त पैसा त लाँदैन नि अब लाएको कात्रो त लगाएर जाँदैन है जस्तो आएको थियो भगवान्ले जस्तो दिनुभएको थियो उनीहरू त्यस्तै नै फर्किने हो लाएको आफूले लगाएको राम्रो जोडहरू कात्रो त बोकेर जाने होइन जस्तो भगवान्ले दिनुभएको थियो हामीलाई नाङ्गो शरीरमा दिनुभएको थियो हामी नाङ्गै शरीरमा जाने हो एकमुठी सास एकमुठी बोल्दैमा मान्छेहरूको सकिने होइन नि त त्यो पैसा छ भन्दैमा मेरो दरबार जस्तो घर छ है पैसा छ भन्दैमा त घमण्ड देखाउनु हुँदैन पछिको दिन केही भयो भने तलमाथि भयो भने मर्दा भन्ने त्यही आफन्ती हो चाहिने त्यो आफन्ती हो गाउँ छिमेकीहरू जाँदैन एकछिन गएर ल एकछिन गएर घाटमा गएर दाउराहरू फालिदिला अरे एउटा दाउराहरू लगेर फालिदिला अरे तर 13 दिन क्या त्यो 13 दिन किर्नेमा बस्दाखेरि उ गर्दाखेरि त आफ्नो आफन्ती हो नि आउने त सधैँभरि त छिमेकी आएर त बस्दैन नि त बस्दैन सधैँभरि छिमेकी आएर बस्दैन त्यो किर्ने हुनेमा आएर बस्दाखेरि त्यो सम्झाउँदा महिलामाथि सम्झाउँदा पुरुषमाथि घटना चलाउँदाखेरि त्यो घटनाहरू त्यो के अरे हुन्छ नि बितेको हुन्छ नि लेडिज जेन्ट्सहरूमाथि गर्दाखेरि सम्झाउने भनेको आफ्नो आफन्तीले हो क्या आफ्नो आफन्तीले हो। तपाईँले यति धेरै यति सानो उमेरमा यति धेरै जिम्मेवारी कुरा र यति ठुलो जिम्मेवार आफ्नो परिवारको जिम्मेवार आफूमाथि लिँदै गर्दाखेरि एकदमै सानो सानो कहिलेकाहीँ हुन्छ नि गाउँघरतिर 1000-2000 पैसा आफन्तीलाई नै माग्दाखेरि त्यो नदिँदाखेरि त्यो क्षण हुन्छ नि तपाईँलाई त्यस्तो परेको छ? त्यस्तो परेको छ मलाई होइन दादा मलाई परेको छ त्यस्तो भन्दिनँ है मलाई परेको छ एउटा चाउचाउ खानु मन लाग्दाखेरि है आफ्नै साथीभाइसँग स्कुलमा पढेको साथीभाइहरू हुन्छ नि उनीहरूलाई आज यति चाउचाउ खानु मन लागेको छ यो किन्दैन ऊ किन्दैन भन्दाखेरि हुन्छ नि हत्त हत्त बाबाआमाको हुन्छ नि नाम लिएर बोल्छन् क्या त्यस्तो बोल्छन् अनि अब त्यो कुरै छोडिदिनु क्या आफूसँग पैसा भएन भने 1000-2000 माग्न गयो भने हाम्रो अगाडि बोल्न सक्दैन हाम्रो अगाडि बोले त हामीलाई पनि यिनीहरूले यस्तै जवाफ लाएर बोल्यो भनेर एउटा हामीलाई पनि हुन्छ नि त मनमा हुन्छ नि त हाम्रो अगाडि बोल्न सक्दैन जब हामी त्यहाँबाट पैसा मागेर गयो त्यसपछि मान्छेहरूसँग फल्नासँग बोल्न लाग्छ उनीहरू बोल्न लाग्छ कि यो मान्छे पैसा माग्न आएको थियो ऊ मान्छे पैसा माग्न आएको थियो कन्न पछाडि कुरा काट्ने क्या कन्न पछाडि कुरा काट्ने अहिले पनि भन्छ है म अहिले काठमाडौँमा बसिरहेको छु घर गएको छैन फल्नाको छोरी त यस्तो गरेर केटा नपाएर पठाएको रे विदेशबाट भनिदिन्छन् अब केटा नपाएर विदेशबाट पठाउँछ कसैले त्यस्तो शुद्ध भनिदिन्छन् क्या त्यही भएर भन्छु कि उनीहरूको पनि छोरी चेली छ है उनीहरूको पनि छोरी चेली छ भोलिको दिन अर्काको छोरीको खुट्टा तान्दै बसेर काम लाग्दैन क्या भोलिको दिन मेरो छोरीको लाइफ जर्नी कसरी अगाडि बढाउने हो मेरो छोरीलाई कसरी ठाउँमा राख्ने हो अहिले कति घटनाहरू घटिरहेको छ है रेप गर्यो अहिले रातिको दिन छोरीहरू रात दिन घरबाट निक्लिँदा कस्तो गरेको छ त्यो छोरीलाई कसरी कन्ट्रोल गर्ने होला यो छोरीलाई लाइफ जर्नी अगाडि कसरी बढाउनु होला उनीहरूलाई उनीप्रति उसको छोरीप्रति त्यस्तो छैन क्या उनीहरूलाई फिल उनीहरूलाई चाहिने भने दादा
अब कसैको यति कुरा चाहिने भने उनलाई भोक निन्द्रा भनेको थाहा हुँदैन, कुरा गर्नलाई त्यति अगाडि बढिदिन्छन् क्या। भोक निन्द्रा भनेको थाहा हुँदैन, अर्काको कुरा गर्नु पर्यो भने अगाडि बढेर ए फल्नाको छोरी यस्तो गरेर त्यो घरमा त्यत्रो वस्तुहरूलाई कामकाज छ ऊ छोडेर त्यति कुरा गर्न चाहन्छन् कि उनीहरू अगाडि बढ्छन् क्या। त्यति कुरा गर्न त्यसरी अगाडि बढ्छन्, केही छैन है। मैले मेरो दुःखहरू कसैलाई पनि सुनाएको थिइनँ अहिलेसम्म। मैले जति मतलब मलाई त्यति 7 वर्ष हुँदाखेरि मेरो त्यस्तो जीवनमा घटना घटेको थियो। 7 वर्ष हुँदाखेरि मेरो बाबा बित्नु भएको थियो। त्यहाँबाट त्यस्तो घटना घट्दाखेरि के भएर बित्नु भएको थियो? तपाईँ 7 वर्ष त भर्खरको बच्चा हुनुहुन्थ्यो, तपाईँलाई त्यति धेरै कुराहरू थाहा थिएन दादा। यस्तो मेरो बाबा 7 वर्ष हुँदाखेरि अब हामी त अब मेरो दुईटा दाइ हो, एउटा म हो। अहिले यताबाट चाहिँ मेरो भाइ हो नि त। अब पडकास्टमा त मैले सबैहरू कुराहरू पुगिसकेको छु है। दर्शकहरूले पनि देखिसक्नु भएको छ। मेरो त सपोर्ट गरेर त्यति माया गरेर मलाई इनबक्समा म्यासेज गरिदिन्छ, खुसी लाग्छ क्या मलाई। इनबक्समा मलाई तपाईँको स्टोरी सुनेर एउटा छोरी है, मेरो पनि यति छोरी थियो, बहिनी थियो, मलाई दिदी मान भन्नुहुन्छ, मलाई एकदम खुसी लाग्छ। त्यस्तो आएपछि है, भेट्न नआए पनि फोनमा सम्झिनुहुन्छ कि एकदम खुसी लाग्छ कि। अहिले सोच आयो कि आफन्ती भन्दा पढाइ नै हुँदो रहेछ क्या मिठो। आफन्ती भन्दा पढाइ नै मिठो हुँदो रहेछ होइन। यस्तो सानो म्यासेज आउँछ, मलाई एकदम खुसी लाग्छ क्या त्यो म्यासेजहरू आएको देखेर। यस्तो मलाई त 7 वर्षमा त केही थाहा हुँदैन, म त बच्चै थिएँ है। त्यस्तो थाहा थिएन, मेरो दाइहरूलाई अलिअलि थाहा भए पनि मलाई त त्यस्तो थाहा थिएन। तर मेरो मम्मीले चाहिँ भन्नुभयो क्या मलाई, त्यस्तो भन्नुभयो थियो। मेरो मम्मीले चाहिँ म 19 वर्ष पुग्दाखेरि भन्नुभयो कि यस्तो बितेको थियो मेरो लागि। अनि मैले चाहिँ मम्मीको अब मतलब मम्मीबाट पनि सुने, अनि मेरो हुन्छ नि उता बाबाको घरतिर फ्यामिली के, त्यहाँबाट पनि सुने मैले, तेरो मम्मीले यस्तो दुःख पाएको नानी, तेरो मम्मीलाई तैँले अगाडि बढाएर तैँले सपना पुरा गरिदिनुपर्छ। दाइहरू त अब आफ्नो सपनाहरू देखेर अब टाढे अब तैँले गर्नुपर्छ मम्मीलाई चाहिँ केही न केही भन्नुहुन्छ क्या त्यहाँहरूले। अनि मलाई एकदम लाग्यो कि अब म पढिरहेर पनि है, मेरो मम्मी त अब बुढेसकाल हुनु भइसक्यो, बुढो हुनु भइसक्यो। अब म पढिरहेर पनि मेरो मम्मीहरूलाई कसरी खुसी दिन सक्छु भनेर मलाई पढाउनु भएको थियो। मलाई नपढाएको होइन, मेरो बाबाले पनि अब यताको हुन्छ नि, अब बाबाले पनि पढाउनु भएको थियो। आफ्नो बाबा त देख्न पाइनँ कस्तो थियो के थियो है। अनि मलाई यताको बाबाले पढाउनु भएको थियो, केहीमा कमी गर्नु भएको थिएन है, सबै चिजमा पढाउनै भएको थियो।